सामाजिक सञ्जालमा फेक एकाउन्ट बनाएर 2 करोड 66 लाख भन्दा बढीको ठगी। सामाजिक सञ्जाल मार्फत फेक एकाउन्ट बनाएर ठगी गरेको आरोपमा धनुषा प्रहरीले 7 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा धाम नगरपालिका 1 का 23 वर्षीय सुरज शाह, सरलाही बरहतवा 7 का 22 वर्षीय नितेश कुमार शाह, गौशाला नगरपालिका 1 का 22 वर्षीय रोशन शाह, सोही ठाउँका 21 वर्षीय सुधीर कुमार महतो, 19 वर्षीय अमित शाह, श्रीश्वरनाथ नगरपालिका 2 का 22 वर्षीय श्याम सुन्दर महरा, सोही ठाउँका 20 वर्षीय रोशन कुमार महरा रहेका छन्। उनीहरूले अनलाइनको दुरुपयोग गरेर 2 करोड 66 लाख 9,312 रुपियाँ ठगी गरेको धनुषाका प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिए। पक्राउ परेकाहरूको साथबाट 10 वटा मोबाइल समेत फेला परेको छ। ती मोबाइलबाट विभिन्न बैंक र वित्तीय संस्था तथा वलेट आइडी समेत गरी 187 वटा खाता खोलेको प्रहरी अनुसन्धानमा देखिएको छ। उनीहरूले सस्तो दरमा सामान दिने भनेर अग्रिम भुक्तानी लिएर सम्पर्कविहीन हुने गरेका थिए। हालसम्म उनीहरूको 12 वटा फेक एकाउन्ट र पेज फेला परेको प्रहरीले बताएको छ।